हेलो गाइज, वेलकम ब्याक टु माई नेक्स्ट ब्लग। एन्ड आज चाहिँ हामी दसैँको टिका लगाउने दिन होइन, नुहाइधुवाइ गरेर चट्ट जोनासोना भिरेर कपडा ड्रेसअप लाएर सफा गर्छौँ। सफा गरेर आज यस्तो बनाउँछौँ हामीले टिका लगाउने ठाउँ होइन, हेर्न सक्नुहुनेछ। यस्तो छ माहौल, हेर्न सक्नुहुन्छ हाम्रो घर। गेट सिधा फुलहरू राखेछौँ, सिधै बस्ने ठाउँ यहाँ बसेर अहिले हामी टिका लगाउँछौँ। यसो नि मेरो सानो बुनु त्यहाँ छ, जमरा डलहरू हेर्न सक्नुहुन्छ यहाँबाट। हाम्रो घर लुक। आज हामी रुम टुर गर्न जाँदैछौँ। यहाँ पनि फुल छ। यता अब हाम्रो गेस्ट रुम हेर्न सक्नुहुन्छ, यस्तो छ। यस्तो क्लिन, बिहानदेखि उठ्ने बित्तिकै हामीलाई सबैजना ड्याडी, म, दादा, मम्मी, बुनु भएर गर्न थालेको। हेर्नुहोला यस्तो छ। यहाँ सानो प्रिन्स बुनु होइन। अब हामी अर्को कोठा जाँदैछौँ। वेट फर हेरी छ हेर्नु होला होइन। यो चाहिँ अब हाम्रो मम्मी ड्याडीको रुम। मम्मी ड्याडी बुनुहरूको रुम सुत्नुहुन्छ है होइन। अनि मैले पनि बिहान उठेर अनि मम्मीको रुम पनि साफ गरिदिइहालेँ। मम्मी चाहिँ उता बाहिर काम गर्दै हुन्छ, खानासाना पकाउने के यहाँ पनि भएन। के भयो? के हो यो? मैले हो त, मैले बुवा सुतिराख्नु भएको छ। यो दादा र म सुन्नु। जब चाहिँ टिका लगाउने बेला भयो होइन, म कपडा सपडा लाएर पनि ठिक भइसक्यो। अब टाइम कति भयो भने 11:49 जति भयो होइन। अब टिका लगाउने टाइम पनि भइसक्यो। हाम्रो लुक हेर्न सक्नुहुन्छ यस्तो। यहाँ हाम्रो बुवा हुनुहुन्छ होइन। बुवा यता हेर्नु त एकछिन। बुवा यता हेर्नु न त। हाम्रो क्विन प्रिन्सेस उता हुनुहुन्छ। अब हामी टिका लगाउने ठाउँ पनि देखाउँदैछु। यता सबैजना भेला हो र जमरा यहाँ छ होइन। अब टिका लाउनु पर्ने हुन्छ। टिका लाउनु पर्छ होइन। लाउने कार्यक्रम पनि सिधै अब फोटो खिच्दै होइन सबैजना खिच्दै परिवारको सबैजना सुहान, सुशान्त, मम्मी, हजुरबा, हजुरआमा, अङ्कल, ठुलो बुवा, ठुलो मम्मी, प्रिन्स, दादा, बुनाहरू हुनुहुन्छ सबैजना है। सबैजना परिवारको ग्रुप फोटो खिच्दै हुनुहुन्छ। सबैजना हाँस्नु है। यता म यहाँ मलाई हेर्नु न, मम्मी केटा उसले गर। हाम्रो फोटोग्राफमा यहाँ ल